हालेलुया जीवितहरूका परमप्रभु परमेश्वर बुवा तपाईँलाई सुन्नुमा धन्यवाद चढाउँछु आज त्यस समय प्रभु तपाईँले जुन समय हामीलाई दिनुभयो मन्कला बहिनीलाई धेरै धेरै धन्यवाद सुरुको प्रार्थना गरिदिनु भएको लागि। हाम्रो जवानहरु चाहिँ पछाडी पछाडी गरेर बस्नु भएको छ। हाम्रो आमाहरुलाई हेर्नुस् त
Oh
फेरि पनि जय मसीह साथै नमस्कार हुन्छ। म बाइबल पाठ गर्न गइरहेछु। बाइबल पाठ रहेको छ लुका 2:8 देखि 14 सम्म हुन्छ। यहाँले पाउनुभयो होला। गोठालाहरू र स्वर्गदूतहरू। त्यही इलाकामा गोठालाहरू थिए जसले सौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउने छु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिनीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र ढुडमा सुताइराखेको भेटाउनेछौ। तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्च परमेश्वरको महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। आमेन। हुन्छ। यस्तो जोस अनि जागर हुनुपर्छ क्या। अनि त्यसपछि अब चाहिँ हामी परमेश्वरको आराधना गर्न जाँदैछौँ। हाम्रो परमेश्वरलाई हामी नाच्दै गाउँदै परमेश्वरलाई हामी आराधना गर्नेछौँ। जहाँ सङ्गति हुन्छ त्यहाँ परमेश्वरको आराधना गर्नुपर्छ। हामी नाच्दै गाउँदै हामी सबैले परमेश्वरलाई महिमा दिनेछौँ। गाउँसुरी उचाली बजाउँदै ताली हाम्रो परमेश्वरको गरौँ न महिमा भने भजन गाउँदै हजुरहरू नाच्न पनि सक्नुहुन्छ। हामी पनि नाच्छौँ, हजुर पनि गाउन सक्नुहुन्छ, हजुर हामी पनि गाउँछौँ। हामी सबैजना मिलेर परमेश्वरको आराधना गर्छौँ। बजाउँदै ताली गाउँसोरै उचाली बजाउँदै ताली हाम्रो परमेश्वरको गरौँ न महिमा। हाम्रो दुवै
प्रशंसा योग्य परमेश्वर सम्पूर्णमा जय मसीह खुसी हुनुहुन्छ आज हाम्रो प्रभु यीशु ख्रीष्टको जन्मदिन हामी मानिस जातिलाई चाहिँ उद्धार मुक्ति दिनको लागि उहाँ जन्मनु भएको दिन परमेश्वर पितालाई धन्यवाद होस् र हजुरहरू सबैलाई स्वागत छ र स्वागत गर्दैछु म आनन्दको आइसक्यो खबर उज्यालोले छाइसक्यो संसार आनन्दको आइसक्यो खबर उज्यालोले छाइसक्यो संसार नाचौँ गाउँ खुसी बनाऊ मुक्ति दिने यसुलाई उचालौँ नाचौँ गाउँ खुसी बनाऊ मुक्ति दिने यसुलाई
तपाईँको लागि हाम्रो लागि निरन्तर रूपमा प्रत्येक हप्ता प्रार्थना गर्नुहुने प्रार्थनाको लिडर विमला कुमारी सुनारी विमला कुमारी सुनारी मगरलाई हामी ताली अलि जोडदार ताली तपाईँहरूको जति पनि प्रार्थनाको विषयहरू छ नि प्रत्येक दिवस उहाँहरूको टिमले गर्नुहुन्छ 2 जना किन नहोस् 3 जना किन नहोस् उहाँहरू जहिले नै टोर्नामेन्टमा आउनुहुन्छ हामी सबैको लागि उहाँले प्रार्थना गर्नुहुन्छ अनि प्रार्थना गर्ने मान्छे चाहिँ धाँधोमा उभिने मान्छे धाँधो भन्नु थाहा छ नि यो खाल्डोलाई पुर्ने मान्छे यसकारण ताली बाहिर चाहिँ उहाँ आउँदै हुनुहुन्छ उहाँले हाँसुन्जेलसम्म ताली बजाउँ धेरै धन्यवाद मेरो सम्पूर्णलाई र हामी सबै यो हजुरले के नसोच्नुहोस् भन्दाखेरि हामीले यो माला लाउनेहरू मात्रै मेन होइन तपाईँहरू झन् ताली बजाउनेहरू मेन हो ताली बजाउनु त होइन ताली बजाउनेहरू त मेन हो अनि कतिवटा कार्यक्रम हामीले शनिबारै गरिसकेका छौँ होइन शनिबारै गरिसकेका छौँ यसकारण शनिबार नगरेकाहरूलाई आज गरेका है त यति मात्रै हो तर हामी सबैले एकाअर्कालाई सम्मान गरौँ र एकाअर्का यताउता फर्केर तपाईँलाई स्वागत छ भन्नुहोस् त स्वागत छ मेरी क्रिसमस मेरी क्रिसमस Thank you. यसुलाई उचालौँ नाचौँ गाउँ खुसी बनाऊ मुक्ति दिने यसुलाई उचालौँ नाचौँ गाउँ खुसी बनाऊ मुक्ति दिने यसुलाई उचालौँ। सर्वप्रथम परमेश्वरलाई धन्यवाद र यस मण्डलीका कमिटी साथै आदरणीय पास्टर सुन्दरजीलाई पनि धन्यवाद मलाई यो समय दिएकोमा र यहाँ उपस्थित सम्पूर्ण सबै विश्वासी र उपस्थित हुनुभएका सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह नमस्ते जोजोलापा सेवा सेमान्य र लासो फ्याकुला थ्याङ्क यू र म आज तपाईँहरूलाई एक शब्द भन्नु लागिरहेको छु विशेष गरेर आज परमेश्वरको जन्मदिन हामी हर्ष उत्सवको साथमा मनाउनलाई यस मण्डलीमा भेला भएका छौँ सायद तपाईँहरू कतिजना नयाँ हुनुहुन्छ होला परमेश्वरले चिन्नुहुन्न होला तर आजको दिन तपाईँले परमेश्वरलाई चिन्नुभयो भने त्यो जस्तो ठुलो तपाईँहरूको जीवनमा उपहार केही पनि हुने छैन किनभने तपाईँले त्यो परमेश्वरले दिएको उपहार तपाईँहरूको जीवनमा अनन्तकालदेखि लिएर तपाईँको शाखा सन्तान सम्पूर्णलाई आशिषित बनाउनु हुनेछ किनभने आजको दिन अति नै पवित्र दिन हो र यहाँलाई म यही भन्दछु तपाईँले कसैले परमेश्वरलाई चिन्नु भएको छैन भने अवश्य नै आजको दिन चिन्नुहोस् भने म यहाँलाई म अनुरोध गर्दछु र विशेष गरेर परमेश्वरले आज दिएको दिन हामी हर्ष उत्सव मनाउँ एक अर्कामा हामीले भाइचारा प्रेम हरेक कुरा हामीले मनाएर बसेका छौँ र विशेष गरी यस मण्डलीकामा आदरणीय सुन्दरजीलाई म धेरै धेरै धन्यवाद दिन्छु उहाँ असल गोठालो हुनुहुन्छ असल गोठालोले के गर्छ असल भेडाहरूलाई हरियो खर्च जहाँ जहाँ राम्रो घाँस छ त्यो घाँसमा चराउनु लान्छ त्यो घाँसमा चराएका बापत के गर्छ त्यो गोठालोले त्यो चराएको भेडा बलियो हुन्छ बलियो आउँछ त्यो मण्डली पनि बलियो हुन्छ र उहाँ त्यसै कारण असल गोठालो हुनुहुन्छ उहाँले हमेसा असल ठाउँमा असल जग्गामा चराउनु हुनेछ भने म परमेश्वरसँग पनि यही बिन्ती प्रार्थना पुकार गर्दछु आज जति पनि तपाईँ आउनुभएको छ सबैलाई यस मण्डलीमा उपस्थित हुनुभएको लागि हामी स्वागत गर्दै आउने नयाँ वर्ष र यीशु ख्रीष्टको नाममा सबैलाई नयाँ वर्षको शुभकामना र ह्याप्पी क्रिसमस मेरी क्रिसमस भन्दै म यी वक्तव्य राख्दछु धन्यवाद त्यसलाई समय दिनुभएको छ उहाँलाई जरुर ताली बजाइदिनुहोस् धेरै मान्छेले प्राथमिकता के हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ होइन हामी प्राथमिकता बुझेन भने हामी के हुन्छ हामीलाई समझ यस कारण हाम्रो अहिलेको प्राथमिकता उसले चाहिँ प्रभुलाई नै दिनुभयो आमेन उहाँलाई परमेश्वरले आशिष दिनुभएको होस् आज त्यहाँ कालो टोपी ठुलो हुन्थ्यो फेरि थाहा छ तपाईँ कति लगभग 14-15 वर्ष पढिसकेपछि पाउने कुरा हो त्यो तर पनि त्यो कुरालाई महत्त्व राखेन आज उहाँले चाहिँ ख्रीष्टको जन्मलाई महत्त्व राखेको छ आमेन धन्यवाद परमेश्वर बुवा हाम्रो अङ्कललाई पनि धेरै ताली बजाइदिन्छौँ र हामीलाई उहाँलाई हामी बधाई दिन्छौँ शान्तिजी प्लिज हामी हाम्रो तर्फबाट हामी 3 जना मिलेर हजुरलाई बधाई
राइट छ उहाँलाई हुन्छ हामी यहाँ बसौँ अब हामी प्रभु येशूको जन्मदिन मलाई लाग्छ उता राख्नु उता ल उता ह्याप्पी बर्थडे जीसस ह्याप्पी बर्थडे जीसस ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे जीसस अब लाउड शान्त सबै भिडियो फोटो गर्नु है ताली बजाउनु चाहिँ हामी बर्थडे काट्दैछौँ ताली ताली अब यो कसैले कसैलाई खुवाउनु मिलेन यसो भयो अहिले एकछिनमा खाने अहिले 2000मा खाने कसले कसलाई खुवाउँछ आमेन आमेन हालेलुया ताली बजाइदिन्छ ल बाँकी सबै प्रभुको जन्मदिन हामी आनन्द मनाऊ सधैँभरि यसको नाममा 2026 नयाँ साल इङ्ग्लिस महिनाको नयाँ साल आउँदैछ त्यो नयाँ सालको सम्पूर्ण तपाईँहरू सम्पूर्णलाई ह्याप्पी न्यु इयर भन्दै शुभकामना व्यक्त गर्दछु। सर्वप्रथम प्रभुलाई धन्यवाद हाम्रो गुरुबा गुरुआमा जुन हाम्रो समय दिनुभयो हाम्रो हेमन्त भाइले धन्यवाद भन्दै म वचनको लागि जाने नजाने ती शब्द भए पनि म प्रार्थना गरिदिन्छु है त। धन्यवाद प्रभु सर्वज्ञानी प्रभु आशीष माग्छु प्रभु येशू ख्रीष्टको नाम आमेन। हामी चर्चमा नआए पनि प्रभु मेरो यहाँ छ भन्नुहुन्छ साउनीले अनि यो चाहिँ मकै भटास भटे जस्तो भयो सबैले ताली बजाइदिन्छु अनि यसरी हामीलाई एकदमै साथ सहयोग गरिराख्नु भएको छ। सो हामी उहाँहरूलाई केही दिन नसके तापनि हामी उहाँलाई सम्मान उहाँले चाहिँ उल्टा मलाई गर्नुभयो यो चाहिँ हाम्रो हेर्नुहोस् त उहाँहरूलाई के थाहा छ भने क्रिसमसको दिनमा चाहिँ उपहार दिनुपर्छ भनेर मण्डलीको लागि उहाँले बाटा ल्याइदिनु भयो ताली बजाइदिनुहोस् मण्डलीको लागि धेरै धन्यवाद। तपाईँ एकछिन यहीँ बसिदिनुहोस् तपाईँले दिएपछि हामी पनि दिनु मन लाग्छ आमेन। ल 2 शब्द बोलिदिनु सबैले जयमासी अब म केही कुरो गर्न आउँदैन यति भयो बा आमा बहिनी दिदीहरूलाई सबैले धन्यवाद जयमासी। हुन्छ हामी उहाँलाई गोपाल दाइलाई ताली चाहिँ पढ्दाउनुहोस् है उहाँले हुन्छ असलजना गरिदिनु है सबैजनालाई जय मसीह। मेरो नाम चाहिँ निलमणि घलान हो। म चाहिँ विगतदेखि क्यान्सर पीडित हो म चाहिँ अनि यसै गरी तपाईँहरूको माझमा चाहिँ म के बाँड्न चाहन्छु भने मैले पाएको आशिष चाहिँ म चाहिँ विगतको जस्तै माघ महिनादेखि म क्यान्सर पीडितको प्रुफ भएर चाहिँ म क्यान्सर पीडितले थलिँदै गर्दाखेरि मैले चाहिँ प्रभुलाई चाहिँ मैले के भने प्रभु मेरो साथमा चाहिँ तपाईँ हुनुहोस् किनभने तपाईँ चाहिँ सधैँभरि मेरो रखवाला हुनुहुन्छ भनेर मैले प्रार्थना गरेँ। म कति धेरै थालेको थिएँ म क्यान्सरको उपचार गर्दै गर्दा किमोथेरापी रेडिएसन गर्दा गर्दै म धेरै गलेको थियो र थाकेको थियो। त्यो अवस्थामा प्रभुले मलाई सम्हाल्नु भयो
अयुबको जीवनलाई मैले हेरेको थिएँ। अयुबले चाहिँ जति दुःख कष्ट परे तापनि प्रभुलाई त्याग्नु भएन। प्रभुले चाहिँ उहाँलाई अनुग्रह गर्नुभयो। त्यसरी नै मैले पनि प्रभुलाई त्याग्ने त्यो मनहरू आउँथे, किनभने त्यतिखेर चाहिँ मलाई चाहिँ दुखाएर पीडा धेरै हुन्थे। मलाई चाहिँ यस्तो किन भयो प्रभु भनेर मैले प्रभुलाई त्यो क्वेसन गर्थेँ। जतिखेर नि मलाई किन यस्तो हुन्थे प्रभु, म चाहिँ बाँच्न चाहन्छु, मलाई बाँच्नु देऊ प्रभु, म किनभने तपाईँको छोरी हो, मलाई आमाको गर्भमा तपाईँले रच्नु भएको छ भनेर मैले घरिघरि म उठेर त प्रार्थना गर्न सक्ने थिएन। मेरो अवस्था त्यो थिएन। म सुत्ने अवस्थामा मलाई सम्हाल्नुहोस् प्रभु भनेर मैले कति धेरै प्रभुलाई गुहार गरेँ। तर प्रभुले मलाई छुटकारा दिनुभयो, शान्ति दिनुभयो। हाम्रा आमा दिदीबहिनी, यतिका आमा दिदीबहिनी, मेरो पास्टर अगुवा जनहरूले मलाई प्रार्थना गरिदिनु भयो। हरेक मेरो चाहिँ दिदीबहिनी सङ्गतिदेखि लिएर घरेलु सङ्गति र उहाँहरूले धेरै उपवास बसेर त्यो प्रार्थना गरिदिनु भएको निम्ति उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले धन्यवाद दिनलाई त मसँग शब्द त छैन, तर पनि म धन्यवाद दिन चाहन्छु। र उहाँहरूले जति पनि मेरो निम्ति चाहिँ प्रार्थना गरिदिनु भयो र मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपले उहाँहरूले सरसहयोग गर्नुभएको छ। म उहाँहरूलाई धेरै धेरै धन्यवाद छ, किनभने यो जन्म उत्सवमा चाहिँ म धन्यवाद दिनलाई इच्छुक र खुसी छु। परमेश्वरलाई धन्यवाद छ। र अनि मेरो श्रीमानलाई पनि म धन्यवाद दिन चाहन्छु, किनभने मेरो दुःखको घडीमा उहाँ चाहिँ मेरो साथमा हुनुहुन्थ्यो। जतिखेर उहाँ ड्युटीमा हुनुहुन्थ्यो तर मसँगै हुनुहुन्थ्यो। उहाँले जति पनि 7 महिना 8 महिनाको अन्तरालमा उपचार गर्ने क्रममा मसँगै हुनुहुन्थ्यो। उहाँ चाहिँ सँगै हुनुहुँदाखेरि अनि मलाई एकदमै मन भारी हुन्थ्यो, किनभने उहाँले चाहिँ मलाई जहिले पनि तिमीलाई केही हुँदैन भनेर चाहिँ उहाँले भन्नुहुन्थ्यो। र मलाई चाहिँ जतिखेर नि व्याकुल हुन्थेँ, म व्याकुल हुँदै गर्दाखेरि, म धेरै तनाव हुँदै गर्दाखेरि उहाँले चाहिँ केही हुँदैन, तिमीलाई केही हुँदैन भनेर चाहिँ कति मलाई चाहिँ सान्त्वना दिनुहुन्थ्यो। परमेश्वरको वचनले पनि त्यत्तिकै सान्त्वना दिनुहुन्थ्यो। र परमेश्वरलाई धेरै धेरै धन्यवाद छ मेरो असल श्रीमान दिनुभएको निम्ति, मेरो ख्याल गर्ने मेरो श्रीमान दिनुभएको निम्ति, मेरो आमा दिदीबहिनीले मेरो ख्याल गर्नुभएको निम्ति, मेरो सेवा गर्ने पास्टर अगुवा लगायत हरेक सम्पूर्णजनालाई म धन्यवाद दिन चाहन्छु। किनभने मेरो यस्तो समयमा पनि मलाई श्रीमानले साथ सहयोग सपोर्ट उहाँको जिम्मेवारी कर्तव्य चाहिँ निभाउनु भएको निम्ति उहाँलाई पनि धन्यवाद चढाउँछु। किनभने परमेश्वरलाई त धेरै धेरै धन्यवाद छ। र मेरो श्रीमानलाई पनि म धन्यवाद दिन चाहन्छु, किनभने उहाँ चाहिँ कहिले पनि मेरो अगाडि थाक्नु भएन, गल्नु भएन। त्यत्रो समय हस्पिटलमा जाँदै गर्दा उहाँले कहिले पनि म थाकेर गले भन्नु भएन। मसँगै हुनुहुन्थ्यो, ड्युटी कहिले अफ गर्नु भएन, किनभने उहाँलाई ड्युटी पनि असल ड्युटी दिनुभएको छ, नोकरी दिनुभएको निम्ति परमेश्वरलाई धेरै धेरै धन्यवाद छ। र उहाँले आफ्नो परिवारको जिम्मेवारी श्रीमतीको जुन लालन पालन गर्नुभएको छ, उपचार असल प्रकारले गर्नुभएको निम्ति, असल श्रीमान दिनुभएको निम्ति चाहिँ प्रभुलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। मेरो गवाईबाट हजुरहरू आशिषित हुनुहुन्छ भने मलाई पक्कै विश्वास छ। धन्यवाद छ। हामी आत्तिनु भएन। कुनै पनि समस्या आउँदाखेरि आत्तियो भने समस्या झन् बढ्छ। आनन्द शान्तिका साथ आफ्नो कर्तव्य गर्नुपर्छ र सफल हुन्छ अवश्य भन्ने म हजुरहरू समक्ष दुई शब्द राख्न चाहन्छु। धन्यवाद। हुन्छ, ताली बजाइदिनेछौँ हामी अझै जोरदार ताली।
अनि यो चाहिँ जिउँदो गवाई हो क्या होइन, यो जिउँदो गवाई हो। मान्छेहरूले यसुलाई यो धर्मको रूपमा मात्रै हेर्छन्। अनि यो क्रिसमसको माहौलमा हामी छौँ। अनि यो क्रिसमसमा पनि एउटा रमाइलोको रूपमा तपाईँलाई थाहा छ, संसारमा हेऱ्यो भने तपाईँले सपिङ महलतिर यति धेरै धुमधामसम्मले चाहिँ उनीहरूले क्रिसमसको सेलिब्रेसन उत्सव मनाइराखेको छ। अनि एउटा उत्सवको रूपमा मात्रै उनीहरूले लिन्छ, अनि एउटा उनीहरूले धर्मको रूपमा मात्रै उनीहरूले चाहिँ के भन्छ येशूलाई लिइराखेको छ। वास्तवमा यो धर्मको कुरा मात्रै होइन, यो चाहिँ जीवनसँग सम्बन्धित कुरा हो। संसारमा बाँच्दाखेरि मान्छेलाई जिउन मन लाग्छ, आनन्द प्रकारले जिउन मन लाग्छ, खुसी प्रकारले जिउन मन लाग्छ। अनि कतिवटा समस्या पापको कारणले विभिन्न कुराले त्यो प्रकारले जिउन मिल्दैन, पाउँदैन। तर प्रभु यीशु ख्रीष्टलाई जसले विश्वास गर्छ ती मानिसहरू समस्यामा पनि आनन्दित भएर जिउँदछ। आमेन। यसकारण जसरी भाउजू एकदमै थाकिसकेको गलिसकेको जस्तो हामीले देख्थ्यौँ, तर उहाँको त्यो विश्वास प्रभुप्रतिको, अनि उहाँ साँच्चै नै आज चाहिँ छुटकारा पाउनु भएको छ। हालेलुया। उहाँ छुटकारा, क्यान्सर जस्तो रोग हो, यस्तो धेरै गवाईहरू छ समूहसँग है। अनि आज हामीसँग समय छैन, धेरै गवाईहरू छन्, तर पनि हामी तपाईँलाई एउटा गवाई चाहिँ म सुनाउनै चाहन्छु, जुन गवाई चाहिँ तपाईँहरू अझै आशिषित हुनेछ। त्यो चाहिँ के हो भने, जब हामी सुसमाचार क्रममा मकवानपुरको सुकौरा भन्ने ठाउँमा जाँदै थियौँ येशूको बारेमा बताउनको लागि, जाँदै गर्दाखेरि चाहिँ हामी आएको छ भनेर थाहा पाएर सुनेर आउनुभएको थियो। प्लिज दुईजना श्रीमान श्रीमती अगाडि आइदिनुहोस् त, हाम्रो काका र काकी अगाडि आइदिनुहोस्। हजुर दुईजना अगाडि आइदिनुहोस्, बिस्तारै बिस्तारै आउनुहोस् है। ल ताली बजाइदिनुहोस् उहाँलाई। ओके, ल उता फर्किनुहोस्, ताली बजाउनुहोस् ताली। तपाईँले जसरी उहाँहरूलाई देखिराख्नु भएको छ नि होइन, मसँग लगभग हामी 10-12 जना गएको थियौँ होइन, जसमा हाम्रो विनोद दाई, हामी अरू पनि थियौँ। उहाँ हामी आएको छ भनेर थाहा पाइसकेपछि उहाँ चाहिँ ओछ्यानमा टोइलेट जान पनि नसक्ने, हिँड्न पनि नसक्ने कस्तो अवस्थामा थियो बताइदिनु। हिँड्नु नसक्ने हिँड्नु नसक्ने, अब त्यो टोइलेट जानु नसक्ने, बोकेर लानुपर्ने मान्छे हो। अहिले यो ठ्याप हिँड्न सक्ने भएको छ। उहाँहरूको आशीर्वादले उहाँहरू आउनुहुन्थ्यो, उहाँ यहाँदेखि उहाँसम्म खाएर अहिले यो एकदमै राम्रो भइरहेको छ। अब यहाँसम्म हिँडेर आउनु सक्यो, अब यहाँसम्म राम्रो छ, यसलाई अनि राम्रो भइरहेको छ। तपाईँ सबैले धेरै धेरै धन्यवाद, परमेश्वरलाई धेरै धेरै धन्यवाद। बोकेर ल्याएको थियौँ हाम्रो, बोकेर छोराले यसरी बोकेर लिएर आएर, अनि त्यसपछि गएर म निको हुँदैन भनेर रुँदै थियो। अनि हामीले भन्यौँ, विशेष गरी सपना भगवती तामाङ यहाँ हाम्रो बिचमा हुनुहुन्छ, उहाँको माध्यमबाट हामी उहाँ जाने मौका पायौँ। भगवती तामाङलाई पनि ताली बजाइदिनेछौँ। भगवती तामाङ चाहिँ एकदमै के भन्छ, यो मण्डलीको सुरुको अवस्थादेखि नै हामीसँग, हामीले नै बरुमा हुर्काएको डोराएको हो। तर उहाँको अलिकति बसाइको चाहिँ अलिक टाढा भएको कारणले गर्दाखेरि त्यही नजिकै सङ्गति गर्न जान्छ। जहाँ सङ्गति गर्छ त्यहाँ चाहिँ थुप्रै मान्छेको लगभग तपाईँले हेर्नुभयो भने त्यहाँ लगभग 30-35 जनाभन्दा मानिसहरूलाई प्रभुमा जितिसक्नु भएको छ त्यहाँ गएर पनि। अनि त्यहाँ चाहिँ क्वाइनुनिया चर्चमा हामीले जिम्मा दिएका छौँ, अनि अहिले क्वाइनुनिया चर्चमा धेरै सङ्गति गरेर राखेको छ। तर पनि भगवती तामाङ चाहिँ कतिवटा दशांशको कुराहरू, अनि कतिवटा हाम्रो यो मेन सङ्गतिको कुरामा चाहिँ हाम्रै आफ्नै जन्मेकै मण्डलीमा म चाहिँ के अरे आउनुपर्छ, दिनुपर्छ भनेर जहिले पनि हामीसँग उहाँ जोडिराख्नु भएको छ। यस कारणले गर्दाखेरि उहाँले एउटा कुरा भन्नुहुन्थ्यो, मेरो माइतीमा पनि मण्डली सुरु गर्नु पाए हुन्थ्यो गुरुबा भन्नुहुन्थ्यो। अनि हामीले प्रार्थना गऱ्यौँ, अनि त्यो ढोका बुद्ध तामाङ उठिदिनुहोस् त, उहाँबाट सुरु भयो। अनि यो भाइ झाँक्रीको छोरा हो, हेर्नुहोस् है, कहानी धेरै जुटे। झाँक्री बाउ खुङ्खार झाँक्री। अनि यो भाइको अनुहार तपाईँले प्रोत्साहन टिभी युट्युबमा गएर हेर्नुहोस्, यो मान्छेको अनुहार यस्तो थिएन, पुरै आफूले आफूलाई नाश गर्ने, रगत रक्त्यामै थियो, पुरै डरलाग्दो टाइपको थियो, एकदमै डरलाग्दो हो कि होइन त्यस्तो थियो। तर उहाँलाई प्रभुले चङ्गाइदिनु भयो, अनि त्यहाँबाट सङ्गति सुरु भयो। र धन्यवाद पाएँ होइन, त्यसरी सङ्गति सुरु भयो, प्रभुले उहाँलाई निको पार्नुभयो। अनि त्यसपछि गएर उहाँहरूलाई परमेश्वरले दिनुभयो। उहाँलाई बोकेर ल्याएको थियो, आज आफै हिँडेर यो मण्डलीमा आएको छ। आमेन। थ्याङ्क यू। हेर्नुहोस् त, ऊ आफै हिँड्नुहुन्छ। अहिले कसले डोराएको छ त? यो धर्म होइन,
एक किसिमको धर्म त भनिन्छ, तर यो धर्म मात्र नभइकन यो चाहिँ जीवन परिवर्तनको कुरा हो। आमेन। जसले येशू ख्रीष्टमाथि विश्वास गर्छ त्यो मानिसले चाहिँ अनन्त जीवन पाउँछ। बाइबलको पुस्तक यहाँनिर लेखिएको छ यूहन्ना 3:16 परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने चाहिँ कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अनि संसारमा मानिसहरू चाहिँ पापले ग्रसित भइराखेको छ। तपाईहरु मध्ये यहाँनिर पापै नगर्ने मान्छे कोही हुनुहुन्छ? जीवनमा पाप नगर्ने कोही हुनुहुन्छ? हामी कोही पनि छैनौँ। अनि बाइबलले भन्छ पापको ज्याला चाहिँ मृत्यु हो। हामी सबै मर्नुपर्छ, मारिनुपर्छ। कसैले गल्ती गर्यो भने त्यो मान्छेलाई सजाय दिनुपर्छ, पर्दैन? पर्छ नि। अब सुन्नुहोस्, आज धेरै मानिसहरू डरले दान दक्षिणा हैन पाठ पूजा गरेर व्रत बसेर त्यो के भन्छ परमेश्वरलाई खुसी पार्ने प्रयास गर्छ, तर परमेश्वर त्यसरी खुसी हुँदैन। तपाईँ र मैले पूजा पाठ गर्दैमा, तपाईँ र मैले धर्म कर्म गर्दैमा, तपाईँ र मैले दान दक्षिणा गर्दैमा भगवान परमेश्वर खुसी हुँदैन। परमेश्वर त्यतिखेर खुसी हुन्छ जब उहाँ चाहिँ मेरो सृष्टिकर्ता हुनुहुन्छ भनेर तपाईँले विश्वास गर्दछ। आमेन। अनि आज धेरै मानिसहरू पापले मरिराखेका छन्। अनि प्रभु यीशु ख्रीष्टले भन्नुहुन्छ आज तिमीहरू डरमा जीवन जिरहेको छ, नडराऊ, निरुत्साहित नहो तिमीहरू, किनकि आज दाउदको सहरमा यो ललितपुर सहरमा चाहिँ एउटा मुक्तिदाताको जन्म भएको छ जो चाहिँ ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। अनि आज हरेक जसले येशू प्रभुलाई विश्वास गर्छ, आज जो हरेक जसले येशू ख्रीष्टमाथि विश्वास राख्छ त्यो मानिसलाई परमेश्वरले त्यो मानिसको पाप चाहिँ येशू प्रभुले क्षमा गर्नुहुन्छ। विचार गर्नुहोस्, यो जीवन छोटो जीवन हो, यो पछिको अर्को जीवन छ जो हामी सबैलाई थाहा छ। हामी मरेपछि के स्वर्ग जान्छ कि नर्क जान्छ, हो कि नहुने त? दुई ठाउँ पनि जाने ठाउँ। सबै धर्मले सिकाउने होइन, मरेपछि के स्वर्गमा जाने हो कि नर्कमा जाने हो। अब स्वर्गको जानलाई के गर्नुपर्छ? यस, स्वर्गमा जानको लागि चाहिँ दान दक्षिणा धर्म कर्म पूजा पाठ गरेर जान सक्दैन। स्वर्गमा जानको लागि चाहिँ हाम्रो पाप क्षमा भएको हुनुपर्छ। कुरा बुझ्नुभयो? तपाईँ र मेरो पाप क्षमा भएको हुनुपर्छ। यदि तपाईँ र मेरो पाप क्षमा भएन भने फोरी जीवन लगेर स्वर्गमा जानु सक्दैन। तपाईँकै मन्दिरमा पनि तपाईँ ननुहाइकन होइन तपाईँ चाहिँ सरसफाइ नभइकन गयो भने तपाईँ मन्दिरमा तपाईँ जानु पाउनुहुन्छ? पाउनुहुन्न। किन? मन्दिर पवित्र ठाउँ भनेर सबैले विश्वास गर्छ। यसरी नै तपाईँ र मेरो जीवन पनि पापले दूषित बनाएको छ। हाम्रो जीवन पनि पापले दूषित बनाएको छ। यसकारण यो दूषित जीवन लिएर स्वर्गमा जान सक्दैन। स्वर्गमा जानको लागि यो दूषित जीवनलाई चाहिँ सफा बनाउनु पर्छ। अनि त्यो सफा बनाउने कुरा चाहिँ येशूको रगतले मात्रै हो। आमेन। यसकारण आजको दिनमा ख्रीष्ट येशू तपाईँ र मेरो लागि जन्मिनु भएको छ। तपाईहरुलाई खुसी खबर यो, येशू ख्रीष्ट जन्मिनुको कारण चाहिँ के हो त? तपाईँ र मेरो पाप क्षमा गर्नको लागि हो। कुरा बुझ्दै हुनुहुन्छ? तपाईँ र मेरो पाप क्षमा, हामी पनि कोही पनि नाश नहोस्, कोही पनि नरकमा नजाओस्, कोही पनि अशान्तिको जीवन नजियोस्, कोही पनि समस्याको जीवन नजियोस् भनेर येशू ख्रीष्ट तपाईँ र मेरा लागि जन्मिनु भएको। आज जसले यो कुरालाई विश्वास गरेर येशूको ख्रीष्टमा विश्वास गर्छ त्यो मानिसले अनन्त जीवन पाउँदछ भनेर भर्खरै वचनमा लेख्यो हामी। यसकारण प्रिय मित्रहरू, आज यो क्रिसमस चाहिँ के हो त भन्दाखेरि चाहिँ धेरैले क्रिसमस 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 भन्छ। वास्तवमा यो क्रिसमस चाहिँ के हो? कतिले रमाइलोको एउटा माध्यम बनाएको छ, कतिले भोज भतेरको माध्यम बनाएको छ, कतिले होइन बिजनेसको माध्यम बनाएको छ। त्यति मात्रै काफी छैन। क्रिसमस भनेको चाहिँ ख्रीष्ट तपाईँ र मेरो पापको लागि संसारमा जन्मिनु भएको हो। हजुरको स्वरूपमा बनिएको मानव हो म, हजुरको सुन्दरताले सजिएको मानव हो म, हजुरको स्वरूपमा बनिएको मानव हो म। सबैलाई चाहिँ अलिकति नसकेर सबैले गाउनलाई, किनकि यो एकदमै लयमा तानिएर गाएको गीत हो। किनकि यो गाउनलाई धेरै मेहनत चाहिन्छ। दिदीले धेरै मेहनत गर्नुभयो प्रभुको निम्ति, उहाँलाई परमेश्वरले प्रशस्त आशीष दिनुभएको होस्। त्यसै गरी अब हामी ढिलो नगरिकन
सबैजना तयार हुनुहुन्छ किनकि तपाईँहरू अलि हल्ला गर्नुभयो जस्तो लाग्यो अब हाम्रो लागि बाल नाटक लिएर आउँदै हुनुहुन्छ हाम्रो बाल सङ्गतिका साना साना भाइ बहिनीहरू नानी बाबुहरू उहाँहरू आउँदै हुनुहुन्छ उहाँहरूलाई सबैजना ताली बजाइदिनुहोस्। यीशु ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो। 6औं महिनामा परमेश्वरले गाब्रिएल स्वर्गदूतलाई गालिलको नासक नाउँको सहरमा पठाउनु भयो। तिनी एउटा कन्या केटी कहाँ गए जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भए र यो कस्तो किसिमको अभिवादन हो भन्ने मनमा सोच्न लागि। नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ यीशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ, परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। मरियमले स्वर्गदूतलाई भनी, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। स्वर्गदूतले तिमीलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनु हुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसकारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेरोद राजाको समयमा यहुदियाको बेथलेहममा जब यीशुको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगे र तिनीहरूले भने, यहुदियाका राजा भई जन्मले कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत गर्न आएका छौँ। तब राजाको कुरा सुनेर तिनीहरू आफ्नो बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे त्यो तारा तिनीहरूको अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यही अडियो। जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्नो कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुरका भेटी चढाए अनि हेरोद कहाँ फर्की नजानु भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगानको रखवाली गर्थे। परमप्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र परमप्रभुको तेज तिनीहरूको वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुनेछ, तिमीहरूले एउटा बालकलाई ढुगाले बेरेको र दूधमा सुताइराखेको भेटाउनेछौ। अब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए तब गोठालाहरूले आपसमा भने, आओ हामी बेथलेहमसम्म जाउँ र त्यहाँ गरेको घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ। तिनीहरू आतुरीसँग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुलमा सुतिराखेको भेटाए। जब तिनीहरूले यो देखे तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए, तर मरियमले यी सब कुरा गुन्दै मनमै राख्यो। जस्तो तिनीहरूलाई भनेको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू Thank you.
ताली बजाइदिनुहोस् किनकि हाम्रो सानो सानो नानी बाबुहरूले यति राम्रो पर्फर्म गर्नुभयो कि है यो परमेश्वरको वचन बाइबलमा आधारित यो हामीले नाटक हेऱ्यौँ यो चाहिँ वास्तविक नाटक हो कुनै काल्पनिक होइन ताली बजाउनेछौ ताली धन्यवाद सबैलाई साथी हो यसुको चरणमा
थाकिसकेँ सङ्घर्षको ठुलो अग्ला पहाड चढ्दा चढ्दा म थाकिसकेँ संसाररूपी समुद्र चौडा समुद्र तर्दा तर्दा म थाकिसकेँ पापको बोझ बोकेर हिँड्दा हिँड्दा तर कतै टाढा नेपथ्यमा मैले एउटा आवाज सुने त्यो आवाजले भन्दै थियो हे सबै परिश्रम गर्ने र बोझले दबिएका हो म कहाँ हो म तिमीलाई विश्राम दिनेछु अनि यो आवाजले मलाई नै बोलाएको आवाज भयो यो आवाजले मेरो मनमा झिलो आशा पुऱ्यायो यो आवाजमाथि विश्वास गर्न बाध्य बनायो अनि हेर आज म यो आवाजलाई पछ्याउँदा स्वतन्त्र भएको छु आज त्यो आवाजलाई पछ्याउँदा मैले मुक्ति पाएको छु आज त्यो आवाजलाई पछ्याउँदाखेरि शान्ति पाएको छु आज त्यो आवाजलाई पछ्याउँदाखेरि अनन्त जीवन पाएको छु र आज त्यो आवाजलाई पछ्याउँदाखेरि चङ्गाई पाएको छु अनि त्यो आवाजलाई पछ्याउँदाखेरि आनन्द पाएको छु त्यो आवाज दिने व्यक्तिलाई मैले आज चिन्न पाएको छु जो ख्रिस्ट येशू प्रभु हुनुहुन्छ आमेन येशूको नाउँमा शान्ति, येशूको नाउँमा मुक्ति, येशूको नाउँमा उद्धार, येशूको नाउँमा जीवन छ।
सुखको जन्म हो।
मानिसको चोला पनि आउनु धरतीमा स्वर्गको सुख त्याग्नु भयो बस्नु भएको ट्रेनमा अन्धकार हात्यो उज्यालो छायो यो सारा संसारमा अन्धकार हात्यो उज्यालो छायो यो सारा संसारमा नाचौँ है सबै मिलेर रमाउने नाचौँ है सबै मिलेर रमाउने मुक्तिदाता जन्मेको खबर आज बढाइदिने मुक्तिदाता जन्मेको खबर आज बढाइदिने आयो फर्केर चिसो हावा चल्यो सारा बढाइदिने आयो फर्केर चिसो हावा चल्यो सारा नाचौँ है सबै मिलेर रमाउने नाचौँ है सबै मिलेर रमाउने मुक्तिदाता जन्मेको खबर आज बढाइदिने मुक्तिदाता जन्मेको खबर आज बढाइदिने मुक्तिदाता जन्मेको खबर आज बढाइदिने
जय मिसी साथै नमस्कार। जय मिसी नमस्कार। साथै मेरी क्रिसमस यहाँहरूलाई। मेरी क्रिसमस। र यहाँ जो जति उपस्थित हुनुभयो यहाँहरू सबैलाई धन्यवाद। धन्यवाद त्यसै गरी यहाँ सञ्चालन गर्ने सम्पूर्ण टिमलाई, त्यसै गरी उत्कृष्ट नृत्य नाटक प्रस्तुत गर्ने सम्पूर्णलाई धन्यवाद। त्यसै गरी मण्डली सिँगार गरेर सहायता गर्नुहुने सम्पूर्णलाई धन्यवाद। गुरुबा गुरुआमालाई धन्यवाद। साथै हाम्रो निम्ति मिष्टान्न भोजन तयार गर्नुहुने पुष्कर दाइ लगायत सम्पूर्ण टिमलाई धन्यवाद। र यहाँ हजुरहरू अमूल्य समय दिएर यस मण्डलीमा उपस्थित हुनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हुन्छ जो जति कुपन लिन बाँकी हुनुहुन्छ मलाई भेट्नु होला। र अब हामी खाना खान जानेछौँ र सम्पूर्णलाई धन्यवाद बिदा हुन्छ। जय मिसी। ताली बजाइदिनुहोस् उहाँलाई। अब बाँकी अन्तिमको समय चाहिँ हाम्रो आदरणीय गुरुबाले लिनुहुनेछ। सबैजना ताली बजाइदिनुहोस् न। जय मसी। एकचोटि सबैजना उठ्नुहोस् त, यस्तो गर्नुहोस् त, गाडी भाव हामी उठेर जाने हो। हालेलुया। ल बस्नुहोस् बस्नु। तपाईँहरू साह्रो मिलाउँदै सकिसक्यो समय। ल बस्नु अब बस्नु। ल सिद्धियो सबैजना बस्नुहोस् त। र आजको यस कार्यक्रम भव्य र सभ्य बनाइदिनु हुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनी विषयजनालाई हामी एकअर्का जोरदार ताली बजाएर धन्यवाद गर्छौँ। र आजको कार्यक्रममा सभा बढाइदिनु हुने हाम्रो पाको बा आमाहरू अनि आफ्नो जन्मदिन सेलिब्रेसन गर्नुहुने अनि हाम्रो सङ्गतिमा उपस्थित हुने सम्पूर्ण बुवा आमाहरूलाई पनि हामी ताली बजाएर हामी धन्यवाद दिनेछौँ। र हजुरहरूलाई एउटा स्वस्थ मनमा घोज्ने सूचना दिएर म अन्तिम प्रार्थना गर्छु। ल स्वस्थ मनमा घोज्ने सूचना चाहिँ के हो भने मलाई गाली नगर्नु, कति छुच्चो रहेछ भनेर कहिलेकाहीँ छुच्चै हुनुपर्छ। खाना चाहिँ मजाले खानुहोस्, थपी खानुहोस् मासु भात। तर 2 बोरा पोहोर मैले आफैले बोकेर खाने बुझ्नुभयो। 2 बोरा मैले आफैले खाना चाहिँ 2 बोरा मैले आफैले बोकेर पोहोरमा हाले पोहोर चाहिँ। अब यसपालि कति बोरा हाल्नुपर्ने हो त्यो मलाई थाहा छैन। अब म नफाल्नुहोस् भन्यो भने मैले मान्नुहुन्न होला, मलाई हानिहाल्छ यत्रो भन्ने होला होइन। त्यसकारण 2 बोरा फाले पोहोर चाहिँ अब यसपालि कति बोरा फाल्नुपर्ने हो त्यो मलाई थाहा छैन। सकभर कुनै पनि बोरा फाल्न नपरोस् भन्ने मेरो प्रार्थना हो। ठिक छ। थोरै लिनुहोस्, खानुहोस्, फेरि जानुहोस्, लिनुहोस्, खानुहोस्, सबै हाम्रै हो। बेलुका 8 बजीसम्म खाए पनि हाम्रै हो। तर बोरामा फाल्नु के त्यही खानाको लागि मान्छे कति मरिराखेको छ होइन, कति मरिराखेको छ। त्यस कारणले गर्दा नफालिदिनुहोस्, मजाले खानुहोस्। मिठो नलाग्नु सक्छ, सुरुमा चाख्नको लागि मात्रै थोरै लिनुहोस्, अनि मिठो लाग्छ फेरि थपेर खानुहोस् क्या। मिठो नलागेर फाले आउँदा त्यो होइन। त्यसले गर्दाखेरि चाहिँ हजुरलाई यो स्वस्थ मनमा घोस्ने सूचना दिँदै आउनुहोस् हामी प्रार्थना गर्नेछौँ है त। ल आउनुहोस् हामी सबैले प्रार्थना गर्नेछौँ। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र आजको कार्यक्रम भव्य सभ्य प्रकारले सम्पन्न गराइदिनु हो, एकदमै खुसी लाग्यो। सधैँभरि हजुरलाई यो मन्दिरमा स्वागत छ भन्दै आउनुहोस् हामी धन्यवाद दिउँ सबैले मुखले परमेश्वरलाई। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको सङ्गतिको लागि, आजको सेवाको लागि, आजको सम्पूर्ण कार्यक्रमको लागि हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ परमेश्वर पिता। धन्यवाद छ तपाईँले सबै कुराहरू सफलतापूर्वक आशिष दिनुभयो, सहायता गर्नुभयो, भाइ बहिनीलाई नाचेर राम्रो प्रकारको प्रस्तुति देखाउनु भयो। हामीले पनि हाम्रो हेरेर हाम्रो आँखालाई मनोरञ्जन गरायौँ अनि विभिन्न कार्यक्रम हुनको लागि तपाईँले सहायता गर्नुभयो। हामी तपाईँलाई धन्यवाद छ, धन्यवाद छ तपाईँले आशिष दिनुभएको लागि। अब हामी छुट्नेछौँ, हामी हरेकको साथमा तपाईँबाट बस्छौँ। परमेश्वर पिताको प्रेम, प्रभु श्री कृष्णको अनुग्रह, पवित्र आत्माको संगति र सहभागिता आजको दिनदेखि हामीसँग सदा सर्वदा रहिरहूँ। येशू प्रभुको नाममा आमेन।